के तपाईँलाई थाहा छ दुबईमा सामान किन्दा पैसा फिर्ता पाइन्छ नि? हो, यदि हजुर चाहिँ दुबई भिजिट भिजामा आउनु भएको छ, दुबई घुम्न आउनु भएको छ भने तपाईँले यहाँ जति पनि सामान किन्नुहुन्छ सामानको बिल लिनु होला है त। बिल लिनु होला, जुन बिलमा चाहिँ तपाईँको 5% भ्याट पनि जोडिएको हुन्छ है त। 5% भ्याट जोडिएर चाहिँ तपाईँले बिल पाएको हुन्छ। सामान किन्दाखेरि हरेक सामानमा तपाईँले 5% भ्याट चाहिँ तिरेको हुन्छ। त्यो समयमा बिल बनाउँदा आफ्नो पासपोर्ट पनि दिनु होला र उहाँहरूले चाहिँ भ्याट रिटर्न इन्ट्रीको लागि चाहिँ तपाईँको त्यो नम्बर, पासपोर्ट नम्बरहरू इन्ट्री गर्नुहुन्छ। त्यस पश्चात चाहिँ जब तपाईँ आफ्नो देश फर्किन लाग्नुहुन्छ, आफूले चाहिँ यहाँ सपिङ गरेर घुमेर सामानहरू किनेर जब आफ्नो देश फर्किनको लागि दुबई एयरपोर्ट जानुहुन्छ नि, त्यो समयमा तपाईँलाई एयरपोर्टमा रहेको भ्याट रिटर्न भनेर चाहिँ एउटा डेस्क छ, जुन ठाउँबाट चाहिँ तपाईँले तिरिएको त्यो 5% रकम जति पनि हुन्छ त्यो फिर्ता पाउनुहुन्छ। तपाईँले ढुक्क साथ सपिङ गर्न सक्नुहुन्छ र तपाईँले चाहिँ 5% भ्याट मैले तिरेँ, बिना कारण तिरेँ, मैले त यो फिर्ता पाउँदिनँ भनेर तपाईँलाई चाहिँ अप्ठ्यारो पर्दैन। तपाईँले त्यो 5% बराबरको हुने रकम चाहिँ जति हुन्छ त्यो चाहिँ बिल लिएर एयरपोर्टमा जाने, एयरपोर्टमा तपाईँ फर्किने बेलामा 5 मिनट समय जुटाएर चाहिँ तपाईँले त्यहाँ काउन्टरमा कुरा गर्नुभयो भने तपाईँलाई उहाँहरूले सेम टाइममा क्यास अमाउन्ट फिर्ता दिनुहुन्छ र तपाईँ चाहिँ सामान किन्ने मात्रै होइन, सामान किनेर फर्किँदा त्यो आफूले तिरेको रकम 5% पनि फिर्ता पाइन्छ है त। अब थोरै रकममा चाहिँ अलि न्यूनतम नै भयो। अब तपाईँको अब हामी नेपालबाट अथवा अरूतिरबाट आउँदा हाम्रो मोबाइल फोन किनिन्छ, प्रायः यहाँ आउँदाखेरि मोबाइल, ल्यापटप, महँगा कुराहरू किनिन्छ, जसको 5% रकम भनेको पनि ठुलै रकम हुन्छ। सो यति थाहा पाइराख्नुहोस्, दुबईमा सपिङ गर्दा पनि पैसा फिर्ता पाइन्छ है त।